हजुर अस्ति सरकारले स्वदेशी उत्पादन प्रयोग गरौँ भनेर चाहिँ अब निर्देशन जस्तै हरेक कार्यालयहरूलाई गर्नुभयो। बिजुली पनि त्यो मानेमा स्वदेशी उत्पादन पर्छ। तर तपाईँहरूको नीति चाहिँ अपोजिट भएन कर लगाउने। जस्तै धरानको कुरा गर्नुपर्दा यहाँ बिपीले 1 करोड बुझाउँछ 1 महिनामा। उहाँहरूलाई त प्रोत्साहन गर्नुपर्ने, तर झन् कर बढी लगाइएको छ। यसमा चाहिँ अलिकति नागरिकले विरोध गरिरहनु भएको थियो। यसमा अलिकति प्रश्न पार्दिनु न। दुईटा छ, एकदमै तपाईँलाई प्रश्नलाई धन्यवाद पनि। यस्तो थियो कि पहिला चाहिँ अलिकति अभावको बेला चाहिँ बढी चलायो भने महँगो पर्ने खालको शुल्कको व्यवस्था थियो। त्यस्तोलाई चाहिँ प्रोग्रेसिभ बिलिङ भन्छ होइन। तर अहिले तपाईँले भन्नुभएको जस्तो हाम्रो उत्पादनहरू पर्याप्त पनि भइसक्यो होइन, खेर पनि गइरहेछ। तर अलिकति संरचनाको तपाईँले आफैले पनि देखिहाल्नुभयो। अब चाहिँ हामीले के गर्न खोजेका छौँ भन्दा त्यो मूल्य समायोजनको बारेमा तपाईँले जानकारी पनि पाइसक्नु भयो होला। अब चाहिँ हामीले के गर्न खोजेका छौँ भन्दा बढी प्रयोग गऱ्यो भने चाहिँ सस्तो पर्ने, त्यसलाई चाहिँ रिग्रेसिभ बिलिङ भन्छ। सो पहिला चाहिँ अभाव भएको बेला कम चलाइदिनु भन्ने हिसाबले चाहिँ बढी चलाउँदा महँगो पर्ने थियो। अब चाहिँ हामीले अलिकति त्यसको वर्कआउट भएर समिति पनि बनाएको छ। एक त्यो अर्को चाहिँ जुन अब जे चाहिँ राजस्व सङ्कलन भनेर अर्थबाट जुन चाहिँ तपाईँको करको हुँदाखेरि चाहिँ 50 मा भएको थियो, हामीले चाहिँ त्यसलाई 150 गरेर एटलिस्ट त्यो हामीसँग डेटा पनि छ, धेरै उपभोक्तालाई राहत हुने गरेर यो दुईटामा एउटा चिजले के गरेर राहत हुन्छ होइन, त्यसको लागि प्रोसेस अगाडि बढाएर कोसिस गरौँ। त्यो त हुनु पर्यो नि त। जस्तै बिजुली प्रयोग गर्न प्रोत्साहन भन्दा पनि प्रयोग नगरौँ जस्तो। जस्तै हिजो हामीले 17,000 बिल तिर्दै थियौँ भने आज 5% करले 24,000 तिर्नु परेको छ। त्यसले त हामीलाई त ग्यास प्रयोगमा बढी जोड दियो नि त। बिजुली प्रयोगमा जोड दियो भने न हाम्रो राज्यलाई करमा सहयोग पुग्ने हो। यसमा चाहिँ अब तपाईँ नै ऊर्जा मन्त्री हुँदाखेरि चाहिँ यसरी नै हामीले दुःख भोग्नु पर्यो भन्दा नयाँ सरकार आएको के काम त। यसो गर्ने हामीलाई त अघि तपाईँले प्रश्नमै कति कुरा लुकेको छ। अलिक मिहिन ढङ्गले हेऱ्यो भनेदेखि हामीलाई खेर गएको बत्ती चलायो भने त प्राधिकरणलाई पनि देशलाई पनि फाइदा हो नि त। त्यही भएर त हामीले चाहिँ के भन्यो भन्दाखेरि यो चिजमा त हामीलाई खपत नभएकोले गर्दा जस्तै हाम्रो निजी क्षेत्रले उत्पादन गरे कति विद्युतहरू त खेर नजाओस् भनेर त खपतको पार्टमा अघि तपाईँले पनि बुझ्नु भइहाल्यो प्राविधिक हिसाबले। तपाईँ आफै फेरि मैले त्यो सेकेन्ड ह्यान्डमा होइन कि तपाईँलाई भन्नुभयो त्यसले लोडहरू थामिरहेको पनि छैन कि। त्यो एउटा चेन्ज गरिसकेपछि अनि बिलिङको कुरामा चाहिँ हाम्रो पनि अनुरोध चाहिँ के हो भन्दाखेरि यो मूल्य समायोजनहरू भइसकेपछि जति सक्छ विद्युत प्रयोग गरिदियो भनेदेखि चाहिँ भान्सामा मात्र होइन कि इलेक्ट्रिक गाडीहरू भइदियो भने चाहिँ हामीलाई लङ टर्ममा चाहिँ हाम्रो ठुलो अर्थतन्त्रमा चाहिँ सहयोग नै हुन्छ कि। किन भन्दा पेट्रोल खरिद गर्नुपर्ने, ग्यास खरिद गर्नुपर्नेमा चाहिँ हाम्रो एकदम धेरै वैदेशिक मुद्रा बाहिर गइरहेछ नि त। सो त्यसकै तयारी स्वरूपै आएको पनि कर लगायो भने त झन् बाहिर गइहाल्यो नि त। कर लगाउँदाखेरि त यस्तो छ, फेरि सुशासनको लागि वित्तीय त्यसको लागि त दायरामा पनि ल्याउनु पर्ने छ। हाम्रो चाहना चाहिँ के थियो भन्दा आम नागरिकलाई अतिरिक्त मूल्यको भार नपरोस् भन्ने नै चाहना हो। त्यही भएर पनि हामीले एकदमै त्यो मूल्य समायोजन कसरी गर्न सक्छौँ अथवा युनिट बढाएर हुन्छ कि भनेर कोसिस गर्दैछौँ। लेट्स होप। हुन्छ।